दसैँ आयो रे त, खै मेरो भित्ते पात्र ल्याउ त। कतै दसैँको दिनमा नि रातो चिन्ह लगाएको छ कि छैन हेर्नुपर्छ अब। छोरी हुने चाडपर्व आउने बित्तिकै भित्ते पात्र नहेरेर मन कहाँ सकिन्छ त। मेरो शरीरबाट बगेको रगतले मलाई अछुत बनायो रे। कहाँ नजिकै आयो के? यस्तो बेलामा त भगवानले पनि स्वीकार्दैनन् रे। प्रश्न उठ्छ, आफू छोरी हुनुमा कसलाई दोष लगाउनु? दसैँको दिनमा महिनावारी हुनुमा मेरो शरीरबाट रगत नबगे म पनि देवी हुन्थे रे। रगत बगेपछि म त चोखो भएन रे। खै तिमीलाई कसरी कुन पीडा व्यक्त गरौँ? महिनावारी हुँदा पेट छोपेर बस्नु पनि पीडा एकातिर छ भने एक ठाउँमा पेट छोपेर ठुलो ठुलो अरूको निधारमा रातो टिका हेर्नुको पीडा त बेग्लै छ। कुन शब्दमा भनौँ छोरी हुनुको पीडा, अरूको निधारमा टिका हुँदा आफ्नो निधार खाली देख्नुको पीडा। अरू दिन पो घरको लक्ष्मी हो त छोरी, महिनाको 3 दिन अलैछिन हुनु रे छोरी।